स्टुडेन्ट भए पनि डिपेन्डेन्ट भए पनि जापान इन्ट्री गर्दै हुनुहुन्छ भने एकदम महत्त्वपूर्ण कुरा, एकदमै महत्त्वपूर्ण कुरा आज म भन्दैछु है। यो एकदमै इम्पोर्टेन्ट हो, तर धेरैले नेग्लिजेन्स गरेर जापान आएर धेरै दुःख पाउनुहुन्छ। यो एयरपोर्टमै गर्नुपर्ने कुरा हो है। फेरि जापानको एयरपोर्टमा ल्यान्ड भएको केही मिनटमै यो गर्नुपर्छ। यदि तपाईँको त्यो केही भएर मिस भयो भने जापान आएर तपाईँले दुःख पाउनुहुन्छ है। म कुरा गर्दैछु आज तपाईँको जापानको रेसिडेन्ट कार्डमा हुने 28 घन्टाको वर्क पर्मिटको स्ट्याम्पको बारेमा है। जापान ल्यान्ड गरेर तपाईँले एयरपोर्टको इमिग्रेसनमा छिर्दा जापानको रेसिडेन्ट कार्ड पाउनुहुन्छ। त्यो रेसिडेन्ट कार्डको पछाडिपट्टि 28 घन्टा वर्क पर्मिटको स्ट्याम्प पनि लगाउँछ। के हुन्छ भन्दा एकदम धेरै भिडभाड हुन्छ, धेरै स्टुडेन्टहरू आउने बेला छ, हतारमा कहिलेकाहीँ छुट्छ। म आउँदाखेरि पनि 1-2 जना साथीको छुटेर पछि अलिकति यो यताउता बनाउन गाह्रो भएको थियो। हुन त तपाईँ डिपेन्डेन्टमा हुनुहुन्छ भने त तपाईँको हस्बेन्ड अथवा वाइफ धेरै बुझ्नु भएको छ जापान बसेर, उहाँले गराइदिनु होला। तर स्टुडेन्ट भने एकदमै गाह्रो हुन्छ। नयाँ हुनुहुन्छ, कतिपय स्कुलले त के गर्छ भने ल बिर्सियो, आयो स्कुलमा गएर मेरो यस्तो यो वर्क पर्मिटको स्ट्याम्प लाउन बिर्सिएछ भने स्कुलले सिधै के भन्छ भने त पढ्न आएको होस् कि काम गर्न आएको होस् भनेर धेरै दुःख दिने, 2-3 महिनासम्म नबनाइदिने। काम पाए पनि त्यो वर्क पर्मिट लागेन भने तपाईँले त काम गर्न पाउनुहुन्न जापानको ल अनुसार। अनि त्यो गर्दाखेरि अलिकति दुःख पाउने हुन्छ। त्यो भएर म यता स्क्रिनमा राखिदिन्छु, एउटा सानो फर्म हुन्छ, केही पनि हुन्न त्यहाँ। म त्यो फर्मलाई चाहिँ यहाँ स्क्रिनमा पनि राखिदिन्छु। तपाईँले ल्यान्ड भएको डेट अनि तपाईँको नाम चाहिँ लेख्नुभयो भने त्यो एकदम सिम्पली नै स्ट्याम्प लाग्छ। अब त्यहाँ इमिग्रेसनको स्टाफहरू अलिकति सजिलो हुनुहुन्छ भने त तपाईँलाई सोधेर आफै फर्म भरेर पनि गराइदिनुहुन्छ। कतिपय कन्सल्टेन्सीहरूले नेपालबाटै भरेर पनि पठाउनुहुन्छ। तर कतिपयले के हुनुहुन्छ, नेपालबाट भरेर पठाए पनि त्यहाँ इमिग्रेसनको मान्छेले जापानिजमा बोलेको नबुझेर त्यत्तिकै खाली स्ट्याम्प नलगाएको जाइरो कार्ड बोकेर जापान छिर्नुहुन्छ र धेरै दुःख पाएको घटनाहरू पनि छन्। त्यो भएर तपाईँहरू पनि जापान आउँदै हुनुहुन्छ भने कृपया यो कुराको एकदमै ध्यान राख्नु होला।